नेपालको गुल्मी जिल्लामा सन् 1960मा जन्मनुभएका खगेन्द्र छेत्री पेसाले कानुन व्यवसाय हुनुहुन्छ। उहाँ अमेरिकाको न्युयोर्कलाई कार्यक्षेत्र बनाएर विगत 35 वर्षदेखि यही पेसामा संलग्न रहँदै आउनुभएको छ। 25 वर्षदेखि आफ्नै ल फर्म छेत्री एन्ड एसोसिएट्स पिसी मार्फत अमेरिकामा ल प्र्याक्टिस गर्दै आउनुभएको उहाँ अमेरिकी भूमिमा पहिलो नेपाली एटर्नी हुनुहुन्छ। यो उहाँको पहिलो र ऐतिहासिक परिचय हो। विश्व प्रसिद्ध कोलम्बिया युनिभर्सिटीबाट कानुनमा मास्टर र फोर्डम युनिभर्सिटीबाट जुरिस डक्टरेट गर्नुभएका छेत्री अमेरिकाका सुपर लयर हुनुहुन्छ। यो प्रतिष्ठित उपलब्धि हासिल गर्ने उहाँ पहिलो र एकमात्र नेपाली एटर्नी हुनुहुन्छ। यो उहाँको व्यवसाय उपलब्धिको शिखर सम्मान हो। अमेरिकी बार एसोसिएसनको सदस्य छेत्रीले इन्डो नेपाल बार एसोसिएसनको महासचिवको महत्त्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ। छेत्रीले वकालतलाई पेसा मात्र बनाउनु भएको छैन, अमेरिकामा रहेका नेपालीको सेवा गर्ने समाज सेवाको माध्यम पनि बनाउनु भएको छ। न्युयोर्कको म्यानहाटनमा केन्द्रीय कार्यालय रहेको उहाँको फर्म यति बेला न्युयोर्ककै क्विन्स, टेक्सास र क्यालिफोर्निया मात्र सीमित भएको छैन, नेपालमा पनि शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको छ। उहाँको त्यही सेवाका कारण आज हजारौँ नेपाली अमेरिकामा कानुनी हैसियतका साथ गौरवपूर्ण जीवन बिताइरहेका छन्। तर यतिमा मात्र सीमित छैन उहाँको परिचय र काम। नेपाली डायस्पोराका विभिन्न संस्था र फोरमहरूमा रहेर नेपाली समुदायको सेवा र नेपाली समुदायको प्रतिनिधित्व पनि गर्दै आउनुभएको छ। यही क्रममा उहाँ अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल अमेरिका मैत्री सङ्घको बोर्ड मेम्बरका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजकको रूपमा ऐतिहासिक जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ। न्युयोर्क सिटीको मानवाधिकार आयोगमा काम गरिसक्नु भएको उहाँ एलायन्स फर डेमोक्रेसी एन्ड ह्युमन राइट्सको पहिलो अध्यक्ष हुनुहुन्छ। उहाँले त्यसको नेपाल सेन्टर संयोजकको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ। नेपाली समुदायको सेवा गर्ने त्यो यात्रा यति बेला गैर-आवासीय नेपाली सङ्घसम्म आइपुगेको छ। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको निवर्तमान अध्यक्ष छेत्रीकै कार्यकालमा एनआरएनले अमेरिकामा संस्थागत आकार ग्रहण गर्यो। केही 100 सदस्य रहेको अमेरिकाको एनआरएन 10,000 भन्दा बढी सदस्य रहेको अभियानमा परिणत भयो। उहाँकै सबल नेतृत्वका कारण एनआरएनको भवन निर्माण अभियानमा होस् या भूकम्प उद्धारका क्रममा एनआरएन अमेरिका काँधमा काँध मिलाउँदै तन, मन र धनले सहकार्य गर्दै आएको घाम जत्तिकै छर्लङ्ग छ। उहाँको यो सबल नेतृत्व र कार्यकुशलतालाई अमेरिकी भूमिमा मात्र सीमित नराखी विश्वव्यापी बनाउन सके गैर-आवासीय नेपालीको विश्वव्यापी अभियानले अरू गति पाउने थियो भन्ने एनआरएन एनसिसी युएसएको विश्वास हो। त्यही विश्वासका साथ उहाँलाई उपाध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उहाँको उम्मेदवारी संसारमै सबैभन्दा बढी सदस्य रहेको एनआरएन अमेरिकाको एनआरएन आइसिसीमा सम्मानजनक प्रतिनिधित्वको प्रश्न पनि हो र संसारभरका एनआरएन एनसिसी र एनआरएन एनसिसी अमेरिका बीचको सहकार्यको प्रारम्भ बिन्दु पनि हो। अमेरिका कर्मभूमि बनाएका छेत्री आफ्नो मातृभूमि नेपालको सेवाका लागि पनि हर हमेसा तयार हुनुहुन्छ। यही क्रममा उहाँले 2047को संविधान निर्माणका क्रममा अमेरिकाको प्रतिनिधिको रूपमा पनि योगदान पुर्याउनु भएको छ। गैर-आवासीय नेपाललाई नागरिकता दिनुपर्छ भन्ने आवाज उठाउँदै आउनुभएका उहाँ यस प्रयोजनका लागि विभिन्न कार्यदलमा बसेर निर्णायक भूमिका निर्वाह गर्दै आउनुभएको छ। नेपालको संविधानमा व्यवस्था गरिएको गैर-आवासीय नागरिकता यसैको परिणाम हो। तर उहाँ अझै पनि यसले पूर्णता नपाएको र पूर्णताका लागि लागिरहने प्रण गर्नुहुन्छ। आउँ सबै मिली सहकार्यको हात बढाउँ। उहाँको नेतृत्व र अनुभवको उपयोग गर्न 10,000 भन्दा बढी सदस्य रहेको एनआरएन अमेरिकालाई सम्मानजनक स्थान दिएर ग्लोबल अभियानमा सहभागी गराउँ। एनआरएन ग्लोबल अभियानलाई अरू समावेशी बनाउँदै परिष्कृत र समुन्नत बनाऊ।